जानु भन्नुहुन्छ प्रशासन गयो भने बजेट शाखा एउटा के हुन्छ भन्नुहुन्छ हामी धेरै ठाउँमा घुमिसक्यौँ हामी धेरै पीडामा छौँ सर यो कुरा हजुरहरूले बुझ्दिनु पर्यो भइसक्यो हामीले काम गरेर खान पाऊँ कि भने हामीलाई सम्मान हामी चाहिँदैन हामी राज्यलाई बोझै भयो हाम्रो परिश्रम अब चाहिएन भने हामीलाई सम्मानजनक रूपमा केही क्षतिपूर्ति दिलाइदिनुहोस् न हामीले यत्रो वर्ष काम गऱ्यौँ भन्ने माग मात्रै हो हाम्रो प्रशासकज्यूहरू हुनुहुन्छ यहाँ उहाँहरूलाई पनि थाहा छ यो राज्यले दिएको कार्ड हो मेरो घरमा पनि आउनुहुन्छ हजुर मेरो घरमा पनि आउनुहुन्छ घर हो तपाईँको यो बेडरुम हो तपाईँको यो बाथरुम हो तपाईँको अनि के भन्नु खोजेको यो सुन्नु न मलाई मेरो अधिकार तपाईँले सिकाउने मलाई मेरो अधिकार थाहा छ 19 वर्षदेखि यहाँ कार्यरत हुनुहुन्छ हजुर यही आन्तरिक राजस्व विभाग अथवा मन्त्रालय अन्तर्गतको कार्यालयमा कार्यरत छौँ कांग्रेस एमाले माओवादी कुनै नेता अथवा कुनै पार्टीसँग आबद्ध हुनुहुन्छ तपाईँ अहिलेसम्म मैले कुनै पनि पार्टीको सदस्यता लिएको छैन मैले करारमा जागिर खाएर यो मेरो परिवारको पालन पोषण मात्रै गरेको मेरो रोजीरोटी यहीबाट चलिराखेको थियो अब त मेरो श्रम उमेर जवानी सबै सकिने लागिसक्यो अब म प्राइभेट सेक्टरमा पनि मलाई जागिरमा कहीँ पनि लिँदैन 4 दिनदेखि मान्छे कुरिरहेछ नि तपाईँकै कर्मचारी होइन उनीहरू हो नि किन हुनु होइन अनि उनीहरूको आँसु कसरी देख्न सक्छ उहाँहरूलाई त सचिवहरूसँग भेट्नु भनेर भनेकै छ त सचिवसँग जानु पर्यो उहाँहरूलाई पनि सर मन्त्रीज्यूलाई एकचोटि भेट्न मिल्छ उहाँलाई होइन मन्त्रीज्यूले नै सचिवज्यूलाई भेट्ने भनेर अहिले कुरो भइसक्यो दर्शकबिन यति बेला म अर्थ मन्त्रालय आइपुगेको छु र अर्थ मन्त्रालयमा हामी मन्त्रीज्यूलाई भेट्न आएका थियौँ मन्त्रीज्यूले हामीलाई भन्नुभयो आज समय मिल्दैन मन्त्रीज्यूको टाइम सेड्युल एकदमै प्याक छ भनेर जानकारी पायौँ यहाँ आइपुगेपछि यहाँ उहाँहरूलाई भेट भयो उहाँ हेर्दाखेरि नै कर्मचारी लाग्नुभयो उहाँहरूको आँखामा आँसु र मनमा पीडा देखेँ र यो आँसु र पीडा देखिसकेपछि उहाँहरूले मलाई केही गुनासोहरू राख्नुभएको छ उहाँहरू करारको कर्मचारी हुनुहुन्छ र करारको कर्मचारीहरूलाई सरकारले जुन नीतिले जुन नियमले हटाउने प्रयास गरिरहेको छ नेता कार्यकर्ताहरू छन् अथवा कुनै पार्टीका नेता कार्यकर्ता करारको रूपमा छन् भने उनीहरूलाई छानी हटाउनुपर्छ यो माग हाम्रो पनि हो तर आफ्नो पुरै जीवन यही कार्यालयको लागि बिताउने ती कर्मचारीहरूको अहिले भविष्य अन्यल भएको छ उहाँहरूको आँखाको आँसु आज म यही एसटिपी खबर मार्फत देखाउने प्रयास गरिरहेको छु यहाँको शुभ नाम मेरो नाम राधा खनाल हो म आन्तरिक राजस्व कार्यालय जोरपाटीमा कार्यरत छु अहिले यो क्षेत्रमा लागेको म 2063 साल कार्तिक 19 गतेदेखि हो कार्तिक त्यो बेलादेखि अहिलेसम्म नेपाल सरकारको सेवा गरिरहेको थिएँ आफ्नो गर्जो टारिरहेको थिएँ मेरो श्रीमान पनि खाडी मुलुकमा गएर बिरामी पर्नु भएको छ घर परिवारको पालन पोषण गर्ने जिम्मेवारी मसँग छ तर यहाँ दुःख पोख्न आउँछु यताबाट उताबाट उता प्रशासन सचिवज्यू सबै ठाउँमा जान्छौँ कहीँबाट पनि राम्रो रेस्पोन्स चाहिँ खासै आएको छैन अहिलेसम्म चाहिँ मन्त्रीज्यूले तपाईँहरूले भेट्न खोज्नु भएन मन्त्रीज्यूकोमा चाहिँ अब आइतबार आउनुहोस् भन्नुभयो अघि नै होइन हामी बाटोमा भेटेर भए पनि दुःख पोख्छौँ फेरि मङ्सिर 1 गतेबाट हामी घर बस्नुपर्ने हुनसक्छ मङ्सिरपछि हामीलाई बजेट छैन भन्नुभएको कुन पदमा कार्यरत हुनुहुन्छ डाटा इन्ट्री सुपरभाइजर भन्छन् 19 वर्ष भयो नासुवासो सरको तलब स्केल खाएर बसेका छौँ अरू सुविधा हामीले केही मागेको छैन बताउनुहोस् 19 वर्षदेखि यहाँ कार्यरत हुनुहुन्छ हजुर यही आन्तरिक राजस्व विभाग अथवा मन्त्रालय अन्तर्गतको कार्यालयमा कार्यरत छौँ कांग्रेस एमाले माओवादी कुनै नेता अथवा कुनै पार्टीसँग आबद्ध हुनुहुन्छ तपाईँ अहिलेसम्म मैले कुनै पनि पार्टीको सदस्यता लिएको छैन मैले करारमा जागिर खाएर यो मेरो परिवारको पालन पोषण मात्रै गरेको छु एकजना अझै हुनुहुन्छ म उहाँसँग पनि कुराकानी गर्छु तपाईँको परिचय पाउन मेरो नाम अमृता चौलागाई हो म आन्तरिक कार्यालय जोरपाटीमा काम गर्छु विगत 12 वर्षदेखि म यहाँ काम गर्दै आइरहेको छु अब चाहिँ हामीलाई यो कार्तिक मसान्तपछि बजेट छैन भन्दै सर अफिसमा भनिरहनु भएको छ त्यो बजेट माग गर्नको लागि हामी हरेकचोटि मन्त्रालय आउँदाखेरि मन्त्रीज्यूलाई भेट्न पाएका छैनौँ अस्ति के भएर आएको थियौँ हामी बुधबार होला सायद आउँदाखेरि पनि त्यतिखेर नि भेट भएन आज पनि यहाँ बिहानदेखि कुरेर बसिरहेछौँ भेट्न चाहिँ सकेको छैनौँ हामीले उहाँलाई कति बजी आउनु भएको थियो तपाईँहरू हामी यहाँ आइपुग्दा 12:30 भएको थियो हजुर 3 घण्टादेखि यहाँ कुर्नु भएको छ कुरिरहेछौँ हामी तपाईँ रुनुको कारण के तपाईँको आँखाबाट एकदम तपाईँ रोएको देखेँ के छ अलिकति बताउनुहोस् म यहाँनिर छिरेको 71 सालदेखि हो 71 सालमा छिरेदेखि मैले यहाँभित्र काम गर्दाखेरि हरेक अवसरहरू मैले गुमाइसकेको छु मेरो रोजीरोटी यहीबाट चलिराखेको थियो अब त मेरो श्रम उमेर जवानी सबै सकिने लागिसक्यो अब म प्राइभेट सेक्टरमा पनि मलाई जागिरमा कहीँ पनि लिँदैन मैले यहीँ काम गर्न पाइरहँ भन्ने मेरो एउटा भनाइ हो विदाई गर्नुपर्छ भने हामीलाई सम्मानजनक विदाई गरिदिनु पर्यो 19 वर्ष काम गरेपछि उनीहरूलाई चाहिन्जेली चाहिँ काम लाउन पर्यो अहिले अब बोझ भयौँ हामी होइन हामी बोझ भयौँ भने सम्मानजनक रूपमा हामीलाई क्षतिपूर्ति दिलाइदिनु पर्यो हाम्रा जस्ता 200 जना मान्छे छन्
मोटामोटी अहिले एक्ज्याक्टली डाटा त्यो करिब मोटामोटी डाटा हो त्यो थियौँ पहिला चाहिँ थियौँ त्यो हेरेर अनि यो सरकारले त अहिलेसम्म गरेको कामहरू झन् अर्थ मन्त्रालयमा हुनुहुन्छ तपाईँ मन्त्रीज्यूले भेट्न खोज्नु भएन मन्त्रीज्यूले भेट्न खोज्नु नभएको हो कि होइन हामीलाई त्यस्तो जानकारी छैन तर यहाँ आउँदाखेरि पटक पटक भेट्न गर्न पाएको छैनौँ हामीले ल आउनुहोस् त एकचोटि तपाईँहरू सबैजना आउनुहोस् ल आउनुहोस् एकछिन पैसा कहाँ यति सोमा छोटो गएको होइन